हेलो गाइज, आज फेरि तपाईहरुलाई लोकल ट्रेकर्सको च्यानलमा स्वागत छ। अनि हामी फेरि आज पुरानै जग्गा जाँदैछु। हिजो मैले फेसबुक माध्यममा एउटा पोस्ट हालेको थिएँ कि को चाहिँ अब इन्ट्रेस्टेड छ ट्रेकिङ जानुको लागि भनेर। र त्यसमध्ये हाम्रो दुईजना दाजु एकजना विजय दा र एकजना भाइ चाहिँ एकदमै इन्ट्रेस्टेड थियो। अनि उहाँहरू चाहिँ आज हामीसँगै जाँदैछ पहिलाकै ठाउँ ओडाडे भन्ने ठाउँ। सो दादा त आइ पनि पुगिसक्नु भएछ। मर्निङ दा, हाम्रो विजय दा। अब हामी फेरि त्यही पहिलाकै बाटो जानेछौँ, तर दादाहरूलाई नयाँ ठाउँ हुनेछ। यो ठाउँ चाहिँ एकदमै राम्रो छ। सो लेट्स सी, लास्टसम्म हेरिदिनुहोस् हाम्रो भिडियोलाई। थ्याङ्क यू। सो हाम्रो भाइ पनि आइपुगिसकेछ, हाम्रो भाइला भाइ। मर्निङ 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 भाइ। लु भाइ पनि एकदम आज चाहिँ अब अनिरुद्धलाई बोलाउनु पर्छ। हाम्रो अल्छे भाइ आयो। सुतेछ मोर आयो तिमी फेरि हामी अब त्यो हाम्रो गाउँकै पहिलाकै बाटो झर्नेछौँ। सेम रुट है। अब भिडियोमा हेर्नेहरूलाई पनि वाक्कै लाग्छ होला, तर यो चाहिँ एउटा मेमोरिज हो। हाम्रो रुटै यही छ, हाम्रो मेन सेम रोड। अब फेरि रेडियो स्टेसनको त्यहाँ आइपुग्यो हामी। अनि यो रेडियो स्टेसनबाट फेरि ओह्रालो नै झर्दैछ हामी। सधैँ नै यस्तै नै हुन्छ अब प्रायः जस्तो। आज चाहिँ म पहिल्यै गएको ठाउँ चाहिँ अब हाम्रो इन्ट्रेस्टेड हाम्रो विजय दा अनि भाइलाई अनि नयाँ भाइ अनिरुद्ध भाइ पनि नयाँ हुन्छ उसलाई पनि यो ठाउँ। म चाहिँ गइसकेको, तर अब यसरी है एक्सप्लोर गर्नु एकदमै राम्रो हुन्छ है। सो जाँदैछौँ हामी। सेम रुट शीतलादेवी मन्दिरको ठिकै माथिपट्टि आज हामी 4 जना छौँ। आज 2 जना हामीसँग जोडेको छ, एकदमै खुसी लाग्यो। हजुर दा, हाम्रो जग्गा सानो छ नि त, एउटै भयो भने फेरि नयाँ चाहिन्छ नि त। जग्गा सानो छ नि त, अन्त एउटै रुट भइबस्छ क्या दा। तर जग्गा चाहिँ निस्किनु चाहिँ अर्कै जग्गा, तर अब मेन अब जङ्सन चाहिँ एउटै क्या। अब नि को 4 बजे उठाइदिएको मैले झन् त। सबसे पहिला उसलाई फोन गरेको अनिरुद्धलाई, फेरि सुतेछ भयो। के गरौँ भयो अन्त। ल है हिँड्दैछ हाम्रो विजेता, हिँड्दैछ हाम्रो भाइहरू हिँड्दैछ। सो आज पनि सधैँ जस्तै मजा गरिन्छ। हजुर हामी अहिले ठिक्कै कोइला पानी जाने बाटोको त्यहाँ छौँ र हामी चाहिँ त्यो पहिलाकै रुट गर्नेछौँ। कोइला पानी एक्ज्याक्ट त्यहाँ चाहिँ पुग्ने छैन। हामी चाहिँ तल कोइनेनबारी भएर तल दुधे डम्पेटारहरू भएर दुधे निस्किने। अनि त्यस पश्चात चाहिँ हामी गाडीमै हिँड्नेछौँ, किनभने न्यू ट्रेकर्सहरू हुनुहुन्छ सबैजना हो। अनि उनीहरूलाई डिस्टेन्स पनि त्यतिको चाहिँ ठिकै हो। यहाँदेखि क्रोसिङदेखि दुधे भाया ओडाले कोइनेनबारी भएर अनि त्योभन्दा उकालो चाहिँ नहिँड्ने हामी, किन भन्दाखेरि सबै न्यू ट्रेकर्सहरू हुनुहुन्छ।
होला फर्स्टमै अब यस्तो ज्यादा पनि हिँड्नु हुँदैन किनभने अलिकति कतिजनालाई बानी पनि हराएको हुन्छ हिँड्ने सो लेट्स सी मजा आउने छ आज पनि मजा गर्नेछौँ हामी चाहिँ लेफ्टपट्टि होइन राइटपट्टि जानेछौँ भाइ दाजुहरूले अलिकति अब गरम फिल हुनु थालेर हल्का ड्रेसअप चेन्ज हाफ प्यान्टमा आयो समर फिल्डमा दाहरू लु मजा गर्नुपर्छ है सबैजना एकदम अब हिँड्नु मजा आउँछ अब मजा आउँछ हिँड्नु हाफ प्यान्टमा हिँड्नु बेग्लै फिल हुन्छ हौ हामी चाहिँ जाने अब यो ठुलो रुख देख्नु हुँदैछ त्यो रुखदेखि तल हो हुनुहुने अब पहिलाको भिडियोमा पनि छ हाम्रो तर हाम्रो नयाँ मान्छेहरू छ आज 3 जना म छोडेर हामी यतापट्टि चाहिँ जाने छैनौँ यतापट्टि चाहिँ कोइला पानीहरू भइहाल्यो हामी जाने चाहिँ यो राइटदेखि लेफ्टपट्टि जानेछ हटाकै भन्दैन रे पुलमा चाहिँ नाच्दै गरेको बनाइदेऊ न हिँडिरहेको छ हाम्रो नयाँ मेम्बरहरू एकदम मजा गरिरहेको छ नगर्नु भिडियो सरको ए आएको गर्दैछु दा छुरी छ तपाईँकोमा जानु एप्पल काटौँ न बरु पानी छ है र पकाल्नु पनि यतातिर पनि छ होला पानीको त है दिन्छ भाग्य विधाता अरे एप्पलको नाम लु हामीले अहिले चाहिँ केरा एप्पलहरू खाइसक्यो अनि यसरी प्लास्टिकमा हालेर फेरि लाँदैछौँ किनभने जङ्गलमा फोहोर गर्नु हुँदैन है यो कुरा चाहिँ सबैले सिकिराख्नुपर्छ यस्तो राम्रो एन्भाइरोमेन्टलाई चाहिँ मैला बनाउनु हुँदैन हामीले फोनको छेउबाट जाउँ ल अहिले हिँडिरहेको छ हामी सबैले मजा गरिरहेको छ राम्रो लाग्यो अरे यो जग्गा
एकदमै खुसी छु म चाहिँ, किनभने अलिकति यो मेरो फेसबुकको पोस्टलाई अलिकति सिरियसली लिएर हाम्रो गाउँकै दादा र भाइले जोइन गरेको छ। अनिरुद्ध त दुईपल्ट भयो मसँग हिँडेको। सो जबसम्म यता छ तबसम्म हिँड्छु भनेकै छ मसँग। सो विजय दा पनि अब हिँड्छ अरे नेक्स्ट पनि। सो यो चाहिँ त्यही कारण अब दाहरूलाई नयाँ जग्गा एक्सप्लोर गर्नुको लागि नै यो बाटो ल्याएको मैले। कोरोनाको टाइममा चाहिँ हामी गोली खेल्नु नि त 3 नम्बरको गोलीले अन्त भाइला भाइ के छ फिल राम्रो छ? दामी छ नि दा, मजा आउँदैछ है? दामी छ। बिजदालाई कस्तो छ? मजा आउँदैछ। मजा आउँदैछ है त? नयाँ भयो। चलते रहो चलते रहो। अन्त दा ठिकै छ, हिँड्दैछ? दामी भइरहेको छ फिल चाहिँ एकदम। हल्का तातिँदै जाँदैछ घामले। दामी नि हौ दा। अन्त दा मजा आइरहेको छ अहिलेसम्म है? ओभर नि अनि के छ हालखबर? एकदम मजा आइरहेको छ दा। आज नयाँ फिल भयो है। हल्का थाक्दैछ, गरम चढ्दैछ, टाइम बित्दैछ दा। मजा हुँदैछ है? मजा आउँदैछ दा। है मजा गर्दा रहेछ, धेरै खुसी लाग्यो हाम्रो नयाँ मेम्बरहरूले। यस्तो बाटो चाहिँ हिँडाइ हुँदैछ। ए दामी दामी। अब बाँसघारीपट्टि लाग्यो हाम्रो केटाहरू। मेन यहाँको मेन आकर्षण हुने ठाउँ। दामी छ है दा जग्गा? आकर्षण हुने ठाउँ मेन हाम्रो ट्रेकिङको। जम 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 जम। यस्तो मजाको छ जग्गा, हिँडिरहेको छ हाम्रो केटाहरू एकदम मजाले, एकदम फुल एनर्जीमा, पोजिटिभ एनर्जीमा हिँडिरहेको छ। होस्
यस्तो राम्रो जग्गा छ। देखेर दामी तू जुस खाऊ। नमस्ते आन्टी। केटाहरूलाई मजा आउँदैछ। अब यो डिल्ली हिँड्नुपर्छ कि पछि त मजा आउँछ। अहिले चलेको छ कि छैन त? टिभी टावर छ नि त्यहीँकै हो। हजुर हजुर ए हो। हामी फेरि घरमै हुन्छ प्रायः जस्तो कोही काममा। हजुर हजुर यहाँ जुस पनि छ नि अन्त। हजुर लिनुहोस् न। लिनु 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 होइन भइहाल्छ भइहाल्छ भइहाल्छ। बस्नुहोस् ल। हुन्छ 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 माथि आयो भने भेट्छु नि। भेट्यो भने बोल्छ नि हामी। हजुर ए हुन्छ हुन्छ तल हेर्नु नि त भिड कत्रो छ। तल छ नि जो हामी यताबाट जाँदा हुन्छ। यताबाट जाँदा हुन्छ भाइला। उही बाँसको उयो भेट्छ त्यहाँ बिचरा हामीले देखेको अब पहिला भेटेको मामलाई है। उहाँ माम फेरि काम गर्नु हुँदै थियो बिचरा। हामी त फेरि अब माम आइदिनु भयो हामी सँगसँगै। अनि उहाँ मामको घरमा अब केही कुराहरू किन्नेछौँ। अनि
मिल्यो भने हामी चाहिँ अलिअलि बनाएर खानेछौँ। अनिरुद्धलाई पानी देखेर तल 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 यता 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 कति नै यतैबाट हो। हामी ट्रेकिङ गर्दै आएको नि। हजुर ट्रेकिङ गर्दै मामको दोकान त यताबाट हो। हजुर हजुर फेरि मामको दोकान आइपुग्यो हामी। ला माम खोइ भनेको है। ए यहाँ तलब त मजा आएको है। माम उयोहरू छ है म्यागीहरू वाइवाईहरू अलिक बनाएर खानुपर्छ हौ। भ्याउँछ अहिले चाहिँ सुक्कै खाउँ न ल। त्यहाँनिर ल किनभने बिचरा माम पनि काममा रहेछ। त्यही त खाना दिँदै हजुर दा बिचरा मामले चिया बनाइदिनु भयो हामीलाई। अनि यो चाहिँ चिया हो है केटा हो। अरू नसोच नि फेरि यो अरू नसोच नि फेरि यो चिया हो। अरू खालको रातो चियाहरू पनि बेच्नुहुन्छ चाहिँ ठाउँ यस्तो छ एकदमै। यो मामको एकदम चुला घर रहेछ। यता कुखुराको खोर यहाँ रहेछ। फेरि च्वाचे मामले कुखुरा हाल्नुभएको रहेछ यहाँ फेरि हो। हुन्छ धन्यवाद माम धन्यवाद माम धन्यवाद। हजुर हजुर लोके त अब भने चाहिँ हामी ठिक्कै मामको घरबाट निस्किसक्यौँ। त्यहाँ वाइवाईहरू किनेर अनि चियाहरू मिठो नुनको चिया खाएर निस्केको। अब यहाँको नजारा यस्तो छ मजाको छ ठाउँ चाहिँ। अब शान्ति अलिकति अब यहाँ बाटो आउनु चाहिँ अलिक जरुरी छ। यहाँनिर चाहिँ लु है हाम्रो ठुल्ठुला नेताज्यूहरूले चाहिँ यता बाटो ल्याइदिनु भयो भने चाहिँ यहाँको हाम्रो मानिसहरूलाई हाम्रै नेपाली हाम्रै गोर्खेहरूलाई धेरै नै राहत हुनेछ। सो तपाईँहरू सबैलाई है रिक्वेस्ट छ हामी एउटा पहाडको बासिन्दा भएर एउटा तपाईँहरूलाई एउटा नम्र बिन्ती गर्दछौँ कि यहाँ बाटो ल्याइदिनु भयो भने चाहिँ एकदमै पुलहरू निर्माण गरिदिनु भयो भने चाहिँ एकदम यहाँको मान्छेलाई धेरै एकदमै राहत हुनेछ। जग्गा वही आदमी नयाँ लु है अब चाहिँ खोला आइपुग्यो।